ल गाइस जापान आएर हामी चाहिँ ट्रेकिङ जाँदैछौँ है दादा र म। आज चाहिँ दुई भाइ मात्रै छौँ। यी पुरै जङ्गल छ है। यी नेपालको जस्तै सिँढी छ। ए ल पुरै हामी चाहिँ खोइ खोइ गर्दै हिँडिरहेछौँ गाइस। अब यो अहिले माथि डाँडामा पुगेपछि देखाउँछु म। त्यहाँबाट चाहिँ राम्रो देखिन्छ अरे कोबे सिटीको भ्यूज। कोबे सिटीको भ्यूज है। ल यहाँ चाहिँ धेरै अब यहीँ खैरेहरू विदेशीहरू धेरै आउँदा रहेछन्। ल ठ्याक्कै नेपालको जस्तै भाइ आइरहेछ है गाइस है। अब यहाँ चाहिँ यस्तो रहेछ गाइस है। अब यो माथिबाट ढुङ्गासुङ्गा खस्ला भनेर जाली हाल्दै हुँदो रहेछ यी है। त्यहाँ माथिबाट ढलान गरेर हिँड्ने बाटो बनाइरहेछ। यहाँबाट छ है यस्तै 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 लाइट छ रातिलाई। कसैको नयाँ बाटो यस्तो भयो भने कति मान्छे जान्छ। कति जान्थे ल हेर्नु त है हाम्रो। अनि ल यस्तै यस्तै गरी हामी अगाडि बढ्दैछौँ है। ल यहाँ हेर्नु है यो चाहिँ बाटोको छेउमा चाहिँ यस्तो यो बारहरू छ होइन। अनि यो बार चाहिँ यो बार चाहिँ तपाईँको सिमेन्टको हो तर कस्तो काठको जस्तो देखिन्छ क्या देखिँदो रहेछ। अब यता यो साइडमा चाहिँ खोल्सा छ है। पोखरीहरू छ। अब मोबाइल खस्यो भने त 2 लाख रुपियाँ चिप्ल्यो फेरि। गाइस यस्तै यस्तै रहेछ यी जाँदैछौँ हामी देखाउँदैछौँ। अघि त माथिको ड्याम त्यो खोल्दाखेरि चाहिँ सबै तालहरू बन्यो होला क्या तल तलको यो उयोहरू क्या यो यस्तो बन्यो होला क्या बक्कै होला नि। माथि ठुलो ड्याम छ अरे क्या। त्यो पानी जम्मा गरेर राख्छ। अनि त्यो पानीको चाहिँ त्यो कहिले ड्याम भएपछि त्यो पहिल्यै जमाना होला। अहिले त खोला भयो यस्तो हुनुहुन्थ्यो होला पक्कै पनि। अनि त्यो खोल्या बेलामा चाहिँ यस्तो भयो होला कि पक्कै अनि खोल्छ जस्तो बनेर आएको होला कि। ल खोल्छ पनि कस्तो चट्टानै चट्टानले चट्ट बनाइदियो है। त्यो त बनायो त अब त्यो त बना त हो नि यो। ऊ माथि त घर पनि रहेछ फेरि यता यता हो। आउनै पर्ने ठाउँ रहेछ है। ल ल हेर्नु है ठाउँ ठाउँमा यस्तो छ। यहाँ त डुबिन्छ गहिरो छ नि। 1 बाँस त छैन जस गहिरो चाहिँ गहिरो छ। सङ्लो भएर देखियो नि। ल गाई ठ्याक्कै पहिला त्यो के अरे जङ्गलमा चाहिँ अब त्यो पत्कर सोर्नु गएको भाइ आइरहेछ है। मलाई चाहिँ यस्तै है त्यो बडो खाङ्रो बोकेर। ल यहाँ फेरि अर्को खतरा झर्ना आइपुग्यो है गाइस। खतरा झर्ना आइपुग्यो। यो चाहिँ गहिरो छ। कन्निचिवा। ल यहाँ चाहिँ यो तपाईँले भन्ठान्नु होला काठको पुल तर यो सबै सिमेन्टेड हो। यो सबै सिमेन्टेड हो। यहाँ चाहिँ चट्ट बस्ने ठाउँ छ। त्यो रहेछ। अब त्यहाँनिर मन्दिरहरू छ। होइन अब यहाँ चाहिँ भित्र नजा भनेर लेखा रहेछ तर गर्मीमा चाहिँ आएर
झट्ट यहाँबाट दाइ खनेर है अब पौडी खेल्ने खाले झर्ना रहेछ ए ल हेर्नु ऊ माथिबाट आछ तर यो पानी पनि अलिक ठुलो झर्ने हो भने त यहाँ त खतरा हुन्छ सानो पानी भएर रहेछ ल ठिक छ हामी चाहिँ यस्तो हेर्दै 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 उकालो चढ्दैछौँ ल हामी चाहिँ जाँदैछौँ है अब हिउँ पर्ला पर्ला जस्तो भएछ अनि अब यहाँ चाहिँ बाटोमा यसो भेन्डिङ मेसिन रहेछ केही खानको लागि अनि यहाँ एउटा यसो खाजा खाने ठाउँ रहेछ भोक लागेको छ कि अब यहाँ चाहिँ हामीले चाहिँ केही खाएनौँ एउटा यो जुस तातो किन्यौँ गाइज है अनि यो फेरि आफ्नो बाटो लाग्यौँ बाटो त्यस्तै हो गाइज भन्ने तराईबाट फुच्चे गरे हैन खै कसले हो अनि ए छेउमा चाहिँ चट्ट बार लगाइदिएको छ तल भिर छ यो फेरि काठको होइन यो सिमेन्टेड हो बलियो ढलान गरिदिएको छ यहाँ यी बाटो पिच गरिदिएको छ यी यस्तो ठाउँमा पनि बत्ती छ माथि ठाउँमा ए यो बाटो पनि आउन मिल्ने रहेछ नि त हामी यो बाटो त्यही त है अनि कहाँ हामी त माथि हिँड्यो नि त अब सिन्कोवे स्टेसन मास्तिरै त अब यहाँबाट फेरि मास्तिर जाने रहेछ यताबाट पनि आउन मिल्ने रहेछ अब हामी चाहिँ मास्तिर जानुभन्दा पहिला ऊ यता डाँडामा जाँदैछौँ है गाइज के रहेछ हेर्नु पर्यो जापान आएर ठ्याक्कै बाख्रा चराउनु गएको जस्तो फिल भइरहेछ डाँडामा है मजा ए ल ऊ त्यहाँ केबल कारमा जान नि मिल्ने रहेछ हामी त यहाँ जङ्गलको बिचमा डाँडामा छौँ है गाईजी हजुर यो तल चाहिँ कोबे सिटी है हजुर ल गाइज हेर्नु है तल त लास्टै भिर छ भिर ऐनाको त्यो उसको ल हेर्नुहोस् है यहाँ अब जङ्गलको बिचमा यति राम्रो टोइलेट बनाइदिएको छ है ल हाम्रो उकालो लाग्ने क्रम जारी छ ए ल हुन्छ हस् दायाँ बायाँ ढलान गरेर रेलिङ हालिदिएर है गाह्रो भयो गाइज गाह्रो भयो हामी चाहिँ आउँदै माथि यहाँनिर आइपुग्यौँ है अब यहाँबाट चाहिँ तलतिरको भ्यू हेर्ने ठाउँ रहेछ रहन्छ क्या अरे अब चाहिँ तलतिर देखिँदो रहेछ हामी केबल कार चढेर गएको भए चाहिँ त्यहाँबाट त्यो केबल कार चढ्दै गइन्थ्यो हामी चाहिँ हिँड्दै आयौँ है अब यहाँबाट चाहिँ हो तर लड्दैन होला लड्न त है यही कति तले घर हो माथि हेलिप्याड रहेछ हेलिप्याड ओ चारैतिर समुद्र छ है यता घरहरू छन् यी हामी जाने ठाउँ त अझै माथि हो अझै डाँडामा हो यो चाहिँ कोबे सिटी है गाइज खै कति तले हो टन्नै छ होला ल अब हाम्रो मास्तिर उकालो चढ्ने क्रम जारी छ अब यसरी बसी गऱ्यो भने पुइँदैन फेरि चिसो ल
हेर्नु उकालो चढ्दै गर्दा बाटोमा अब हामीले यो ताल देख्यौँ, ताल भेट्यौँ है। यहाँ यी पानी जमाएर ठुलो ताल रहेछ है। हावा लागेको छ गाइस एकदम उडौला जस्तो। हामी चाहिँ यहाँ धेरै बेर बस्न सकेनौँ, त्यही भएर अब हामी चाहिँ दाजुभाइ यहाँबाट लाग्यौँ है। अब यहाँ आउँदा चाहिँ यो पनि एकदम देख्न पाइन्छ। ओ त्यो कुनामा त माछा हो कि पानी हाँस हौ। भत्किएछ नि उहाँ। अनि यो बाटो हिँड्दै गर्ने क्रममा हामीले काउसो पनि भेट्यौँ है गाइस। दादा गाडी आयो अलि यता आउनु। काउसो नेपालको जस्तो काउसो। हामी चाहिँ लगभग यहाँ आइसकेका छौँ है। यहाँ चाहिँ गाडीको पार्किङ रहेछ है। मास्तिर जाँदैछौँ। माथि चाहिँ केबल कारको लाइन छ, आज बन्द रहेछ। बन्द रहेछ यो केबल कारको स्टेसन आज। यहाँबाट त बन्द भएर चाहिँ हामी हिँड्दै आएको, न त केबल कार चढ्थ्यौँ। हामी केबल कार चढ्थ्यौँ, बन्द भयो, हिँड्दै आयौँ। यस्तो राम्रो दृश्य अवलोकन गर्न पाइन्छ यी यहाँबाट। यहाँनिर अझै अब सुनमा सुगन्ध दिनलाई यहाँ हिउँ पर्न लागिरहेछ। जाडो एकदम भइरहेछ। अब त्यो खै ड्याममा जाने बाटो रहेछ क्या अरे। हामी चाहिँ यो गार्डनमा आएको हो। यहाँ चाहिँ कति थरीका फुलहरू छन् यी है। ल थरीका थरी छ। हावा लागेको छ, जाडो भएको छ, मुटुका म्याच छ, तैपनि यहाँ आनन्द आइरहेछ। ल हेर्नु फुल कति थरी हो। ल जो आउनु भएको छैन हेरेर यसो मनोरञ्जन लिनु होला गाइज। अब यहाँ घाम लाग्यो हो भने चाहिँ अब बदाम र सुन्तला ल्याएर मजाले बसेर खान चाहिँ बडा आनन्द हुने रहेछ। ए अब यहाँ हिउँ पर्न लागेको छ है। जाडो जाडो भयो, मासतिर जाँदै गरौँ है। हाइट चिसो छ गाइज। सबै हिउँ भयो नि त। हिउँको छर्का हो। हिउँको यहाँ चाहिँ मजाले ल हेर्नु है गाइज। यहाँ घाम लागेको थियो भने यहाँ बसेर मजाले सुतेर रेस्ट गर्ने ठाउँ। यहाँबाट अलिअलि देखिँदो रहेछ कोबे सिटी है। यो चाहिँ कोबे हो। हजुर हिउँ पर्यो। समुद्रमा फुल केबुल कार छ यता, केबुल कारको स्टेसन। के दादा? ए कान नाक रातो भएको त कुरै नगरौँ। जाडो गाई जाडो।
यता यी बस्ने ठाउँ छ। खानेकुरा चाहिँ खै मासतिर पाइन्छ कि यता त पाइँदैन रहेछ। यी कति राम्रो राम्रो गार्डन छ। मासतिर पनि आइरहेछ। अब यो कताबाट आयो गाडी पनि आइरहेछ है। त्यहाँ तल पार्किङ पनि छ। अब हामीले चाहिँ अलिकति राम्रोसँग पत्तो पाएनौँ। अब तपाईँहरू आउँदा चाहिँ यसो बुझेर आउनु होला। हिउँको छर्काइ पुरै हिउँ पर्दैछ यहाँ चाहिँ। सानो मसिनो बुर्र पर्दै त हुन्थ्यो है। गार्डन बनाइरहनु लगाएपछि मल हालेर गाडीमा मल लिएर आएर बाटाको छेउमा मल हालेर के हो यो यस्तो पुरै बनाइरहेछन्। हाम्रो डेस्टिनेसनमा त हामी बल्ल आइपुग्न लाग्यौँ जस्तो छ। म्यापले 10 मिनट देखाइरहेको थियो। ल हेर्नुहोस् यति राम्रा फुल, यति राम्रो बस्ने ठाउँ। कन्निचिवा। अब यहाँ यस्तो हजुर जाउँ ल। यहाँ सिँढी छ। यहाँ यस्तो यस्तो छ। ल साथीहरू, साँच्चीकै यहाँ आइपुग्दा चाहिँ तलबाट हिँड्दै आएको थकाइ चाहिँ मेटिनी छ है गाइस। हाम्रो मुक्तिनाथको धारा जस्तै धारा रहेछ यहाँ। हाम्रो मुक्तिनाथमा चाहिँ 108 धारा थिए। अब यहाँ चाहिँ माछा पनि रहेछ। एकदम कलरफुल माछा। ल बेलुका चाहिँ यहाँ लाइट बल्दो रहेछ। यहाँ चट्ट हेर्नु। अब कि बुढी लिएर आउनुपर्ने कि गर्लफ्रेन्ड लिएर आउनुपर्ने ठाउँ रहेछ। अब हामी चाहिँ दाजुभाइकै गर्लफ्रेन्ड छैनन् है। अब बुढीहरू चाहिँ उतै बसे। आज काम चाहिँ दुवैजनाको। चट्ट यहाँ यस्तो छ गाइस। ल अब यो चाहिँ सुकिया फुल के हो है। यहाँ यस्तो पनि देख्न पाइँदो रहेछ। यी मजाले ल हेर्नुहोस् यो ठाउँको यसको कति संरक्षण गरेछ, कति गोडमेल गरेछ, कति खर्च गरेछ भन्ने कुरो तपाईँले यहाँ देख्न सक्नुहुन्छ। मल मल हालेर यो रोपेर त्यही त फुल रोप्नु। हेर्नु न फुल रोप्ने सिजन रहेछ। जाम जाम नि त्यहाँ माथि त के हो। म्याप रहेछ। फोर सिजन गार्डन। तर हामीलाई यस्तै मन पर्ने कि है। ल
फेरि यहाँ देख्न सक्नुहुन्छ अनेक किसिमको फुल रोप्या छ, अनेक किसिमको त्यो रोप्या छ। राति यहाँ बत्ती बल्छ, दायाँ बायाँ छ, बिचमा सिडी छ। ओहो ल हेर्नुहोस्, एकपल्ट सबैजना आउनु होला। धेरै ल ऊ यहाँ के रहेछ फेरि? यहाँ त के हो यो म्युजियम जस्तो पुरै यहाँ त। यस्तो पनि रहेछ है गाइस, यो चाहिँ के हो हामीले बुझ्न सकेनौँ। ए ल अहिले आएर हाम्रो नेपालमा हुने जस्तो यो ठेला गाडा पनि देख्यो यहाँनिर, काठको ठेला गाडा भन्नु। यिनीहरूले दादा के हो यार, यो त साग जस्तो है, रायोको साग जस्तो। तर यो त सागै हो जस्तो। तोरीको यो रायोको साग त यस्तै फुल्थ्यो। ल गाइज यो साग चाहिँ साग हो, के साग हो चाहिँ हामीले पत्ता लगाउन सकेनौँ। यो यस्तै रोप्या छ, यहीँ भर्खर रोप्या होला। यहाँ तल तल छ, हिउँको छर्का आइरहेछ, हिउँ हुरुर पर्दै हुन्थ्यो भनेको, हिउँ चाहिँ परेन, पर्छ होला कि सायद अहिले। अब हामी बसुन्जेल नपरेपछि त यो पर्या नि के अर्थ भएर हाम्रोलाई। घाम पनि लागिरहेछ। ल हामी चाहिँ यस्तै गरी गइरहेछौँ, मास्तिर गइरहेछौँ। तर गाइस तपाईँहरू आउँदा चाहिँ एउटा काम चाहिँ गर्नु होला है, खानेकुरा चाहिँ चट्ट आफैले ल्याउनु होला। त्यो भएपछि अब स्टेसनमा बसेर मजाले खान मन लागेको खान पाइन्छ। अब ल मल हेर्नु यसैबाट बना होला यो मल। अनि यो अहिले सुकिरह, भोलि पर्सि त ल गाइस ठ्याक्कै यहाँ यस्तो राम्रो ठाउँ रहेछ कि, यस्तो राम्रो ठाउँ रहेछ कि है। ल हेर्नु त यहाँनिर ल यहाँ के रहेछ। त्यो म लास्ट टाइम थाइल्यान्ड घुम्न जाँदा यस्तै देखेको थिएँ कि, यस्तै यस्तो माथि घुम्ने ठाउँ। अब यस्तै यो चाहिँ ठ्याक्कै सेम। ल यो चाहिँ एकदम अब त्यो बाटोबाट साइडमा पर्ने रहेछ, एकदम मिस गर्न नहुने ठाउँ छ है गाइस। हेर्नु यो चाहिँ यसो विचार गर्नु होला, कोही आउँदै हुनुहुन्छ, कोही यो मेरो भिडियो देखेर, हाम्रो भिडियो देखेर कोही आइहाल्नु भयो भने मिस नगर्नु होला। हजुर कुल्लै हो जस्तो छ। ल हेर्नुहोस् यति राम्रो ठाउँ छ कि, यति राम्रो ठाउँ छ कि। फेरि पैसा तिर्नु पर्दैन है गाइस, पैसा तिर्नु पर्दैन। ल हेर्नुहोस् यहाँ यति राम्रो ठाउँ छ, यति राम्रो ठाउँ छ यहाँ। हजुर ए यहाँबाट चाहिँ पुरै कोबे देखिन्छ है, बाहिर निस्किन चाहिँ नमिल्ने रहेछ।
ल हेर्नुहोस् गाइस, यो चाहिँ खै म्युजियम जस्तो के हो यो। यहाँ अनेक थरीको यो फुलहरू होला ए एकदम ए यस्तो यस्तो राम्रो ठाउँ बिना पैसा धान पनि त्यो गर्न सकिन्छ ए। यहाँ यी फुलहरूको धानहरू पनि धान नाम चिन्दैन अब यिनीहरूले कता कहाँ धान कहाँ फल्छ भन्दा बोरा भन्नुभएको छैन यिनीहरूले ल हेर्नु त पुरानो डिजाइन होला क्या होइन पुरा धरती जस्तो वाइनको बोतल रियल हो कि के हो यो त फेक हो नि रियल बसेर होइन। फोटो मिल्ने है क्या हजुर बसेर फोटो मिल्ने है क्या खै より多かってくれますけどね。道具はよく買ってくれますけど、その代わり。そういうこと道具買ってくれる。道具やまあなんか昔だったらまあ買 मकै रहेछ もんでも買ってくれる。 अनार रहेछ 道具でも自分も कटुस रहेछ। यो कटुस चाहिँ हाम्रो उहाँको भन्दा ठुलो हुँदो रहेछ। ल गाइज मखमली फुल है मखमली फुल 会社が細く買ったら。でかいような高いようなこう会社とか。そうそう。頻繁に使えへんような。インパクトとかビスビス的なのを自分で。そうですね。 एकदम छुटाउनु नहुने ठाउँ है गाइज यो एकदम तपाईँहरू आउनै पर्ने एकदम छुटाउनु नहुने ठाउँ धेरै राम्रो छ। टट्ट यो बडो ठुलो एरिया छ है। अब यो ठुलो एरियाभित्र चाहिँ अब यो सबै बाहिर सिसाले एरिया छ अनि एसी छ भित्र। दादा यहाँ माथि नि जानु मिल्ने रहेछ। न हो नजाउँ नजाउँ त्यही देखिने हो। शीतै भएर डर लाग्यो ल गाइस हाम्रो चाहिँ यो लास्ट स्टेसन यही हो। अब यहाँ चाहिँ पुरै अब यसको नाम चाहिँ हर्ब गार्डन भन्दो रहेछ। यहाँ चाहिँ अब त्यही फुलहरूको आइटम त्यस्तै देख्यो। अब सिधै यहाँसम्म आउनको लागि चाहिँ त्यहाँनिर त्यो केबल कारमा सिधै यहाँ आउन नि मिल्ने रहेछ। त्यसरी भन्दा पनि ट्रेकिङ जसरी हिँड्दै आयो भने धेरै कुरा बाटोमा देख्न पाइनेछ। अनि केबल कारमा भन्दा पनि हिँडेर आउन सक्नेले चाहिँ हिँडेर आउनु होला। यहाँ चाहिँ बस्ने चेयरहरूमा पनि पुरै अब यो फुलहरू जस्तो त्यो गरेर अब यस्तो छ पुरै। अब यो अब भित्तातिर नि म्युजिक सिस्टमदेखि लिएर गएर लाइटदेखि लिएर गएर हरेक कुराहरू छ। एकदम एकपल्ट चाहिँ आउनै पर्ने ठाउँ छ है। अब यसो मिलाएर आउनु होला। केबल कार खोलेपछि आए। अब यहाँबाट पुरै तल कोभिस देखिन्छ यो डिलबाट। यो चाहिँ फुलहरू छन् विभिन्न थरीका। हेर्नुहोस् ल अब हाम्रो यात्रा चाहिँ यहीँसम्मको हो आजको।